बिलासपुर भन्ने गाउँमा लम्बु नामको एक व्यक्ति बस्थ्यो। ऊ एकदमै लोभी र कन्जुस थियो। त्यसैले गाउँका मानिसहरू उसलाई लोभी लम्बु भन्थे। ऊ ठेलामा मम बनाएर बेच्थ्यो। उसले जसरी बनाउँथ्यो त्यो एकदमै फरक तरिकाको थियो। उसले ममको माथि आगोको अंगार राखेर आउनेहरूलाई त्यसरी नै प्लेटमा बनाएर दिन्थ्यो। लिनेहरूले त्यसमाथि आगो निभाएर मम खान्थे। उनीहरूले लम्बुको धेरै तारिफ गर्थे कि मम एकदमै स्वादिष्ट छ। त्यहाँ त्यसलाई फायर ग्रेभी मम भन्थे। लम्बु मनमनै सोच्थ्यो, यी सबै पागल हुन्। म कस्तो पनि घटिया सामान प्रयोग गरिरहेको छु यसलाई बनाउन, तर यिनीहरूलाई थाहा नै छैन। मम जति खराब भए पनि अंगारमा रहन्छ भनेर उनीहरूलाई थाहा नै चलिरहेको छैन। त्यही छेउको गाउँमा बिक्की नामको एक मान्छे बस्थ्यो। ऊ सधैँ आफ्नै बढाइ गरिरहन्थ्यो। यो सर्ट कुन ब्रान्डको हो थाहा छ? यो पाइन्ट कहाँबाट किनेको थाहा छ तिमीलाई? यो जुत्ता, यो सनग्लास कुन देशबाट मगाएको थाहा छ? यस्तो सबैको अगाडि ठूलो बढाइ गर्थ्यो। होटलमा जाँदा वेटरलाई भन्थ्यो, तिमी मेरो लागि यहाँको केही स्पेशल आइटम होला नि, त्यो लिएर आऊ। फालतुको साधारण केही पनि नल्याउनु, पहिले नै भन्दैछु, वेटर भन्थ्यो। सर, यहाँको स्पेशल भनेको मटन पुलाव राम्रो हुन्छ, त्यो लिएर आउँछु। यसरी जुन पसलमा जान्थ्यो त्यहाँ पनि उसलाई स्पेशल चीज नै चाहिन्थ्यो। एक दिन उसका साथी रंगा र सोनुको अगाडि आफ्नो बढाइ मारिरहेको थियो। बिक्कीले भन्यो, सुन रे, म त नेटफ्लिक्समा पनि इंग्लिश मुभी बाहेक तिमीहरू जस्तो देशी फिल्महरू हेर्दिन। तिमीहरू सबै चिफ क्याटेगरीका मान्छे हौ, त्यसैले देशी फिल्महरू हेर्छौ। तर मलाई त हलिउडको फिल्म बाहेक केही पनि मन पर्दैन। सोनुले रंगाको कानमा भन्यो, यसको ओभर एक्सन सहनै गाह्रो भयो यार। यसलाई सबक सिकाउने हो क्या? रंगाले भन्यो, हुन्छ यार, यो काम गर्दिउला भाइ। तर त के गर्छस्? सोनुले भन्यो, त बस हेरिरह। रंगाले भन्यो, हुन्छ यार बिक्की, त सही भन्दैछस्। हामीलाई इंग्लिश बुझ्दैन, त्यसैले हामी देशी फिल्महरू हेर्छौं। तर त इंग्लिशमा तोप्छस् रे भाइ, त्यसैले त हलिउडको फिल्म हेर्छस्। बिक्कीले भन्यो, अनि के सम्झिरहेको छस् रे मेरो बारेमा? चल ठीक छ, मलाई बिलासपुरमा अलिकति काम छ। मसँगै चल्छस् क्या मेरो कारमा? त्यसरी उनीहरू कारमा जान्छन्। बाटोमा सोनुले भन्यो, अरे बिक्की, बिलासपुरमा एउटा फेमस आइटम छ, त्यो के हो थाहा छ तँलाई? त्यहाँ एउटा ठेलामा एकजना मान्छेले फायर ग्रेभी मम बनाएर बेच्छ, त्यो एकदमै टेस्टी हुन्छ यार। गएर खाउँ क्या? बिक्कीले भन्यो, छि छि छि, यो ठेलेवालाको ठाउँमा गएर म खाँदैन। म तिमीहरू जस्तो चिफ फेलो थोरै हुँ। सोनुले भन्यो, अरे यार, एकपटक खाएर त हेर, जिन्दगीभर बिर्सनै सक्दैनस्, त्यति टेस्टी हुन्छ त्यो। रंगाले आँखा झिम्क्याएर इशारा गर्दै भन्यो, यार, त्यहाँ मस्त हुन्छ यार, फायर ग्रेभी मम जबरदस्त हुन्छ त्यहाँ। बिक्कीले भन्यो, के रे, यति तारिफ गरिरहेको छौ भने एकपटक टेस्ट गरेर हेर्नै पर्ला। तर यार, साधारण मम होला भने त म खाँदैन, स्पेशल भयो भने मात्र खान्छु। सोनुले भन्यो, तँलाई स्पेशल मम खुवाउनकै लागि त त्यहाँ लिएर जाँदैछौ। बिक्कीलाई उसको कुरा बुझिरहेको थिएन, ऊ टाउको कन्याइरहेको थियो। यसरी उनीहरू बिलासपुरमा एक ठाउँमा आफ्नो काम पूरा गरेर पछि कारबाट लम्बुको गाडीको छेउमा आउँछन्। त्यहाँ लम्बु केही मानिसहरूलाई फायर मम बनाएर दिइरहेको थियो। उसले उनीहरूलाई देखेर भन्यो, आउनुहोस् सर, आउनुहोस्। तपाईलाई 3 प्लेट फायर ग्रेभी मम चाहिन्छ है? बिक्कीले भन्यो, हेलो, मेरो बारेमा तँलाई थाहा छैन। मलाई स्पेशल चाहिन्छ र यी दुईलाई मामुली दिए पनि हुन्छ। लम्बुले भन्यो, स्पेशल के हो त्यो खाए त? यसो भन्दै गर्दा त्यहाँ खाइरहेको एकजना मान्छेले भन्यो, के भाइ, स्पेशल मम चाहिन्छ क्या? त यो गाउँमा नयाँ हो क्या? मेरो कुरा मान्ने हो भने त मामुली मम खाइदे। बिक्कीले भन्यो, तँलाई कसले सोध्यो रे बीचमा आएर सल्लाह दिइरहेको? म त जस्तो मामुली मान्छे होइन, मैले जे खाए पनि स्पेशल नै खान्छु। सोनुले रंगालाई भन्यो, यार, यो यहाँ आएको छ स्पेशल मम खानको लागि। उसको इच्छा बदल्नुभन्दा पहिले उसलाई स्पेशल मम दिनुहोस्। लम्बुले हुन्छ भनेर तिनैजनालाई 3 प्लेट मम दिन्छ। बिक्कीले भन्यो, के रे भाइ, स्पेशल मम भनेको उनीहरूको मममा आगो छ, मेरो प्लेटमा आगो छैन। लम्बुले भन्यो, त्यो स्पेशल मम हो नि, त्यो खाएपछि आगो निस्किन्छ। बिक्कीले भन्यो, के खाएपछि आगो आउँछ क्या? कहाँबाट आउँछ रे भाइ? सोनुले भन्यो, अरे यार, आगो कहीँ पनि लाग्न सक्छ, त्यसैले त त्यो स्पेशल मम हो। त खान आएको होस् नि, त्यसैले प्रश्न नसोध, पहिले खा। बिक्कीले त्यो खाइदिन्छ। केही बेरपछि उसको पिछाडीबाट आगो निस्किन्छ र पाइन्टमा आगो लाग्छ।
बिक्की कराउँछ, अरे बापरे, यो के हो रे, पछाडिबाट आगो निस्किरहेको छ। अरे बापरे, सोनुले भन्यो, त्यो पछाडिबाट आगो निस्किन्छ, त्यसैले त्यसलाई स्पेशल मम भन्छन्। रंगाले भन्यो, लम्बु, स्पेशल मम त यो गाउँको डाक्टरले पेट टाइट या पेट खराब भएको बिरामीहरूलाई खान भन्छ। तर त किन खायो रे भाइ, रंगा हाँसिरहन्छ। तब बिक्कीको पिछाडी जलिरहेको हुन्छ। त्यसरी नै ऊ त्यहाँबाट भाग्न थाल्छ। त्यो देखेर सबैजना हाँस्छन्, आहा।